नमस्कार साथीहरू, हजुरहरूलाई म्याथटेक च्यानलमा स्वागत छ। र आज चाहिँ हामी एउटा एआई मार्फत चाहिँ पुरै वर्किङ वेबसाइट चाहिँ कसरी बनाउन सकिन्छ भन्ने विषयमा सिक्न गइरहेको छौँ। र हजुरहरूसँग केही बिजनेस छ र इफ तपाईँ स्टुडेन्ट हुनुहुन्छ र पनि तपाईँहरूले एउटा वेबसाइट बनाउन सक्नुहुन्छ है त। त्यसको लागि हजुरहरूसँग एउटा ल्यापटप कि त कम्प्युटर डेस्कटप जे भए पनि हुन्छ है त। र अब चाहिँ हामी कसरी बनाउने भन्ने सिक्छौँ है त। वेबसाइट बनाउनको लागि हामीलाई चाहिँ पहिला भनेको एउटा प्लान चाहिन्छ र अर्को भनेको चाहिँ हजुरहरूलाई केही टुल्सहरू चाहिन्छ है त। र अहिलेको लागि चाहिँ मैले प्रम्प्टको लागि च्याट जिपिटी लिँदैछु र कोड जेनेरेट गर्नुको लागि चाहिँ म जेमिनाई एआई लिन्छु है त। जेमिनाई स्टुडियो एआई यो लिनुहोस्। यसलाई क्लिक गरेर तपाईँले साइन इन गर्नुहोस् र यहाँनिर यस्तो आउँछ है त। र अर्को भनेको चाहिँ हामीलाई VS कोड, यो चाहिँ जरुरी हुन्छ। यसलाई यहाँनिर क्लिक गर्नुहोस् र यहाँबाट हजुरहरूले डाउनलोड गर्नुहोस् है त। यहाँनिर हुन्छ, यहाँ डाउनलोड गर्नुहोस्। र इफ तपाईँहरूलाई म्याक छ भने पनि म्याकको लागि डाउनलोड गर्न सक्नुहुनेछ। र अब चाहिँ हामी सुरु गरौँ है त। र मैले भनेको थिएँ साथीहरू, हामीलाई प्लानिङ चाहिन्छ र अब हामी प्लानिङ गर्नेछौँ है त। यो भयो हाम्रो प्रम्प्ट भइहाल्यो। र यहाँ चाहिँ बिजनेसको लागि अब हामी गर्नेछौँ र हामी चाहिँ लिनेछौँ यहाँ केही नजिकैको एउटा केही क्याफे, इफ केही लिनेछौँ गुगल म्याप्स। र यहाँबाट म चाहिँ सर्च गरेँ मैले यो, र देख्नुहुन्छ यहाँनिर चाहिँ क्याफेहरू धेरै आइसक्यो। र म यहाँनिर चाहिँ एउटा यो क्याफे लिएँ है त। र यहाँ देख्न सक्नुहुन्छ यो क्याफेको चाहिँ वेबसाइट छैन रहेछ र यसैको लागि हामी बनाइदिन्छौँ। र यहाँनिर चाहिँ डिटेल्सहरू यहाँनिर छ। र अब हामी चाहिँ फर्स्टमा क्याफेको नाम राख्छौँ है त। क्याफेको नाम कडक क्याफे है त। यसलाई कन्ट्रोल सी गरेर क्याफेको नाममा यहाँनिर पेस्ट गरिदिउँ। र बिजनेस टाइपमा हाम्रो भयो क्याफे है त, क्याफे। र अब मोबाइल नम्बर र एड्रेस हेरौँ पहिला। यहाँनिर यो भयो मोबाइल नम्बर, एड्रेस राखौँ है त पहिला। मैले चाहिँ एड्रेस राखेँ र इमेल चाहिँ छैन रहेछ, मैले इमेललाई खट्टा गरिदिएँ अहिलेलाई। र मोबाइल नम्बर है त, मोबाइल नम्बर यहाँबाट मोबाइल नम्बर लिएँ मैले, यहाँनिर पेस्ट गरिदिएँ। र अब हाम्रो यो पुरै डिटेल्स भइसक्यो साथीहरू। अब हामी यसलाई कपी गर्नेछौँ। र यो प्रम्प्ट चाहिँ म तपाईँहरूलाई भिडियोको तल राखिदिनेछु, हजुरहरूले त्यहाँबाट कपी गर्न सक्नुहुन्छ है त। र अब हामी चाहिँ च्याट जिपिटीमा जान्छौँ र यहाँ पेस्ट गर्छौँ है त। र यसले चाहिँ हाम्रो पुरै प्रम्प्ट बनाउन सुरु गरिसक्यो। र एकछिन पर्खिनेछौँ, केही समय लाग्छ। र यसले चाहिँ हाम्रो प्रम्प्ट पनि बनाइदिइसक्यो, देख्नुहुन्छ। र अब यसलाई हामी कपी गर्नेछौँ, यहाँबाट हामी कपी गर्छौँ। र यसमा यहाँ आउन सक्नुहुन्छ, तपाईँहरूको चाहिँ यहाँनिर हुन्छ। तपाईँले प्लेग्राउन्डमा क्लिक गर्नु होला र यहाँनिर फिचरमा क्लिक गरेर यहाँ जुनै पनि एउटा सेलेक्ट गर्नु सक्नुहुन्छ। मैले चाहिँ अहिले यही लिएँ र यहाँनिर पेस्ट गरिदिएँ त प्रम्प्टलाई, र यहाँबाट इन्टर। अब तपाईँहरूको केही समयले सोध्छ र अनि कोड लेख्न सुरु गर्छ है त। त्यसको लागि हामी केही समय पर्खिनेछौँ। र यसले चाहिँ कोड लेख्न नै सुरु गरिसक्यो, केही समय लाग्छ कोड लेख्नलाई। र त्यति बेलका लागि हामी एकछिन पर्खिनेछौँ है त।
Cold hands on the rail. I was bruised but awake. Heard a crack in the dark when the ground started to shake. ल साथीहरू हाम्रो चाहिँ यसले कोड पुरै प्रोपरली बनाइदिइसक्यो र अब हामी यही कोड लिएर कसरी यसलाई चाहिँ वेबसाइटमा चेन्ज गर्छौँ भनेर म तपाईँलाई देखाउँछु र यसलाई मैले तपाईँलाई भनेको थिएँ यो VS Code डाउनलोड गर्नु भनेर र यसलाई चाहिँ डाउनलोड गरिसकेर इन्स्टल गर्नु होला र यहाँबाट यसलाई अन गर्नुहोस् है त र पहिला चाहिँ तपाईँहरूले एउटा फोल्डर क्रिएट गर्नुहोस् है त यहाँनिर मैले एउटा फोल्डर लिएँ क्रिएट गरेँ नाम कटक क्याफे यसलाई मैले एउटा फोल्डर बनाएँ र अब चाहिँ हामी VS Code ओपन गर्छौँ र यहाँबाट हामी फाइलमा क्लिक गरेर ओपन फोल्डर गर्नेछौँ र यहाँनिर चाहिँ हाम्रो डेस्कटपमा यहाँनिर कटक क्याफे यसलाई क्लिक गरेर सेलेक्ट गर्नु होला है त र सेलेक्ट गरेपछि हजुरको यस्तो इन्टरफेस आउँछ यसलाई कटा गरिदिनुहोस् र यहाँनिर न्यू फाइलमा क्लिक गर्नुहोस् र एउटा नाम दिनुहोस् है त यहाँनिर एउटा index.html यही टाइप गर्नुहोस् है त नत्र हजुरहरूको हुँदैन र यसलाई इन्टर गर्नुहोस् यतापट्टि यस्तो इन्टरफेस आउँछ र हजुरहरूले यहाँनिर जेमिनाई मार्फत लिएको कोडलाई बनाएको कोडलाई यसलाई कपी गर्नुहोस् र यहाँ ल्याएर पेस्ट गरिदिनुहोस् र प्रोपरली हाम्रो चाहिँ यहाँ पेस्ट भइसक्यो र यसलाई Ctrl+S गरेर सेभ गरिदिनुहोस् है त मैले सेभ गरेँ र अब चाहिँ हाम्रो वेबसाइट कस्तो भयो भनेर हेर्नेछौँ र यो चाहिँ हाम्रो फोल्डर भयो यहाँभित्र चाहिँ हाम्रो वेबसाइट छ यहाँ देख्न सक्नुहुन्छ यसलाई डबल क्लिक गरौँ र यो चाहिँ हाम्रो वेबसाइट भयो है त साथीहरू यहाँ देख्न सक्नुहुन्छ कस्तो राम्रो वेबसाइट भयो र यहाँनिर चाहिँ होम पेज भयो अब हाम्रो र यहाँनिर अबाउटमा जानेछौँ हाम्रो यो ग्यालरी भयो यस्तो हुनेछ मेनुहरूमा देख्न सक्नुहुन्छ के मेनुहरू छ यो चाहिँ हजुरहरूले मेनुहरू आफ्नो वेबसाइट आफ्नो बिजनेस अनुसार के पाउँछ हो यहाँ चाहिँ डिटेलमा राख्नु होला है त अनि यहाँ ग्यालरीमा यस्तो भयो र हजुरहरूले यहाँ आफ्नो वेबसाइट आफ्नो क्याफेको फोटोहरू पनि राख्न सक्नुहुन्छ र यहाँ सर्भिसेसमा यहाँनिर चाहिँ सर्भिसेसमा यस्तो भयो र रिभ्युज पनि आफै क्रिएट गरिदिने छ है त यहाँनिर देख्न सक्नुहुन्छ यसरी रोहन श्रेष्ठ यसरी आउँछ र कन्ट्याक्ट असमा चाहिँ यहाँ लोकेसन राख्थ्यो उसले र यहाँनिर कल नम्बर ओपनिङ यहाँनिर हावर्सहरू पनि राखिदियो र तपाईँहरूले चाहिँ सेन्ड मेसेज यहाँनिर यो सेन्ड मेसेज यो पनि राखिदिएको छ है त र यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर तपाईँहरूले आफ्नो फेसबुकहरूको के डिटेलहरू पनि राख्न सक्नुहुन्छ है त यहाँनिर क्लिक गर्दा अब डाइरेक्ट वेबसाइट खुल्ने र अहिले चाहिँ मैले राखेको छैन र अहिले चाहिँ हामीले यसलाई क्लिक गरिदिउँ र देख्नुहुन्छ साथीहरू हामीले चाहिँ यतिको वेबसाइट बनाइसक्यौँ र हामी चाहिँ अर्को भिडियोमा यसलाई चाहिँ हामी कसरी डोमेन नेम दिने कसरी होस्ट गर्ने भन्ने विषयमा सिक्नेछौँ र हामीलाई चाहिँ फलो गर्नुहोस् युट्युबमा सब्सक्राइब गर्नुहोस् र हामी चाहिँ यस्तै भिडियो बनाएर तपाईँहरूलाई लिएर आउनेछौँ र भिडियो मन पर्यो भने पनि कमेन्ट गर्नुहोस् र कुन विषयमा हामी भिडियो बनाऊँ भनेर हजुरहरूलाई र आजलाई यति भन्दै हजुरहरूलाई नेक्स्ट भिडियोमा भेट्नेछौँ है त Cold hands on the rail.